Hello guys, good afternoon. अहिले चाहिँ म बजार जाँदैछु। मेरो आमाको आज आँखाको अपरेसन छ र हो। आमा र बहिनी चाहिँ अगाडि गइसकेको छ हो। अब चाहिँ हामी डालीको गाडीमा चढेको छौँ। आमा, म अनि बहिनी, मेरो कान्छी बहिनी। उहाँ चाहिँ मेरो आमा हुनुहुन्छ। अनि ऊ चाहिँ मेरो बहिनी हो। अपरेसन चाहिँ डाक्टर आर लामाकोमा गर्नुहुन्छ। चेम्बरमा पुगेर चाहिँ आँखामा ड्रप लगाइदिनु भएको थियो है। अनि हामी गयौँ माथि सिधै अपरेसन गर्ने जग्गामा। वेटिङ रुममा हिटर बालिदिनु भएको छ है। त्यहाँको नर्सले पुरा दिन चिसो छ। अनि अब एकछिन वेट गरेर चाहिँ अपरेसन रुममा लानु भन्छ आमालाई। आमाको अपरेसन गरेर पनि ल्याउनु भयो है। अन्त गाडी रिजर्भ गरेको छौँ। गाडी नआइन्जेलसम्म आमालाई एकछिन तातो हिटरमा राखेको। जाडो भयो भन्नुभयो। अनि गाडी आएपछि चाहिँ हामी जान्छौँ। भगवान्लाई धन्यवाद है, आमाको अपरेसन सक्सेस भयो। डाक्टर आर लामाले गरिदिनु भएको। घरमा आएर आमालाई रेस्ट गर्नु लगाएको छौँ है। आमा सुत्छु भन्नुहुँदैछ। आमा कस्तो छ अहिले? ठिकै छ? हुन्छ, बाई बाई साथीहरू।